एउटा गाउँमा एकजना गरिब किसान बस्दै आएका थिए। गरिबीका कारण एक दिन उनी आफ्नो सानो घरभित्र टोलाइरहेका थिए। परिवारको भविष्य सम्झिँदा उनको मन निकै भारी भयो। त्यही बेला उनको दिमागमा एउटा अनौठो विचार आयो, जादुई माहुरीलाई बोलाएर सहयोग माग्ने। किसान आफ्नो सानो घर बाहिर निस्किएर ठूलो स्वरमा बोलाउन थाल्यो, हे जादुई माहुरी, यदि तपाईँ कतै हुनुहुन्छ भने कृपया मलाई सहयोग गर्नुहोस्। अचानक किसानको अगाडि एउटा ठूलो जादुई माहुरी देखा पर्यो। माहुरीले गम्भीर स्वरमा भन्यो, के भयो, मलाई किन बोलाउनु भयो? किसानले नम्र स्वरमा भन्यो, हे जादुई माहुरी, म धेरै गरिब छु, खेती राम्रो हुँदैन, परिवार पाल्न गाह्रो छ। यदि तपाईले अलिकति सहयोग गर्नुभयो भने मेरो जीवन बदलिन्थ्यो। माहुरी मुस्कुराएर भन्यो, म धन दिन सक्दिन, तर म तिमीलाई ज्ञान र अवसर दिन सक्छु। के तिमी मेहनत गर्न तयार छौ? किसानले खुसी हुँदै भन्यो, म धेरै मेहनत गर्न तयार छु। त्यसपछि माहुरीले किसानलाई एउटा सानो बिउ दिँदै भन्यो, यो बिउलाई माया र मेहनत साथ रोप। रासायनिक विष प्रयोग नगर्नु, प्रकृतिसँग मित्रता राख। किसानले माहुरीको कुरा मानेर बिउ रोप्यो। उता जादुई माहुरी भने मह बनाउनका लागि अग्ला पहाड, रमाइला खोला, नदी नाला पार गर्दै सुन्दर तोरीबारीतिर गयो। तोरीका पहेला फूलबाट रस सङ्कलन गरेर माहुरी आफ्नो घर फर्कियो। केही महिनापछि किसानको खेत हरियो भयो, बाली राम्रो फल्न थाल्यो। गरिब किसानले बाली बेचेर ऋण तिर्यो, घर सुधार्यो र गाउँका अरू किसानलाई पनि जैविक खेतीको तरिका सिकायो। एक दिन फेरि जादुई माहुरी देखा पर्यो। उसले किसानका लागि ल्याएको मह दिँदै भन्यो, हेर, धनभन्दा ठूलो कुरा ज्ञान र मेहनत हो। किसानले हात जोडेर धन्यवाद दियो। त्यस दिनदेखि उसले प्रकृति, माहुरी र मेहनतलाई सधैँ सम्मान गर्न थाल्यो। फर्किने बेलामा जादुई माहुरीले क्यामेरातिर हेर्दै भन्यो, साथीहरू, कस्तो लाग्यो त मेरो काम? यदि यो कथा मन पर्यो भने भिडियोलाई लाइक र कमेन्ट गर्नुहोला। यस्तै रमाइला कथाहरू हेर्नका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु है।